हेलो गाइस, सबैजनालाई वेलकम छ माई युट्युब च्यानलमा। हामी चाहिँ अहिले फाइनली साथीहरू हामी कहाँ हिँड्दैछौँ? पाहुना खानालाई जाँदैछौँ साथीहरू। हामी एकैछिनमा लापा खेली पनि हाल्छौँ अनि एकैछिनमा मिली पनि जान्छौँ। हाम्रो भर नपर्नु साथीहरू, हामी त जे पनि गर्छौँ एकैछिनमा। मुभी पनि एकैछिनमा बनाउँछौँ, सिरियल पनि एकैछिनमा, हो कि होइन? अनि के भन्न चाहनुहुन्छ त हाम्रो युट्युबको साथीहरूलाई? के भन्न चाहनुहुन्छ? म मेरो युट्युबको साथीहरूलाई अरू केही भन्दिनँ, सबैले सब्सक्राइब र वाचिङ चाहिँ पुर्याइदिनु होला। किनभने अहिले यति धेरै मैले युट्युब खोलेको 3 दिन भयो, तर हाम्रो सब्सक्राइब चाहिँ कति भइसक्यो? 6-7 दिन भइसक्यो, एक हप्ता भइसक्यो। र तर यति छिटो सब्सक्राइब गरेको 3K सब्सक्राइब पुगिसकेको छ। सधैँभरि हजुरहरूको माया चाहिँ यसरी नै रहिरहोस् म भन्न चाहन्छु। र वाचिङ सबैले पुर्याइदिनु होला। अनि हेर्नुहोस् होला साथीहरू, हामी चाहिँ जाँदैछौँ अब होइन। हाम्रो नानीहरू पनि लिएर चट्ट लाएर चट्ट लगेर कामदारहरू काम गरिरहेछन् त्यहाँ तल। हामीले खटाइरहेछौँ कामदारहरूलाई चाहिँ भनेर भन्दाखेरि अहिले बङ्गला सङ्गला गन्नी गरेर होइन फोन पिच्छे बनाएर हाने भने चाहिँ के भन्न चाहनुहुन्छ साथीहरू? ए लम्बुको हेलो भुपेन, के गर्दैछौ? म हिँडिरहेको छु। हेलो सुहाना, कहाँ हिँड्ने हामी? पाहुना होस् हो र? हामी चाहिँ अहिले चाहिँ पाहुना खान जाँदैछौँ साथीहरू। उज्यालो हुन आँटिसक्यो। हजुर रातिमा बनाउने हो त भ्लग? रातिमा भ्लग बनाइदिने हो। माइला काका, ए माइला काका, काकी रे, गे काकी, अलछिटेन अलछिटेन अलछिटेन। हे माइला काका, ए कता गयो? छैन त हौ, छ्या बत्ती आएको छैन। हेत्तरे कस्तो घुर्गना रहेछ त। हे माइला काका, ल हेर्नुहोस् आज चाहिँ हाम्रो यहाँनिर के भइरहेछ। आज हाम्रो यहाँनिर मासु भात खानु यसको बढी डिजे 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 भिडियो यसरी खिचिदिनु त, माइलाको यसरी पक्रिदिनु त। एकदम त भिडियो हेर्नु साथीहरू। आजको हाम्रो चाहिँ एकदम ल हेर्नुहोस्, हामी पाहुना खानु त यसरी आउँछौँ साथीहरू। यहाँ पक्रिदिने, यता देखाउनु है। हे देखा चाहिँ मलाई यस अर्को ल्याउँ। तातो छँदै जान्छ त्यो, सबै तातो छ। तल राख्नु खोइ हो पिरा पिरा खोइ पिरा पिरा खोइ। आउनु सबै, आउनु भाइ हो। यसैमा बस्दिउँ बस। पिरा त तल छ।
हमाले भाइ अब नानीहरू सबै अब अलिअलि खाऊ आउनु कान्छी कान्छीसँगलाई पनि पिरा दिन्छ कान्छी आऊ पिरा तलबाट ले कान्छा ओहो दुईटा पिरा छ ले दुध छ नि छ किन्नुपर्छ बुढी भइसक्यो क्या तलबाट पिरा ल्याइदियो भने हमाले सुनेनस् तलबाट पिरा अस्ति नै आएको इभीलाई कन्ट्याक्ट गराएको छु गरेँ आमा भयो भने भयो भएन भने फेरि कसले अस्ति कोटेश्वर भयो क्या खानु ए कता त दामी यस्तै खोदा दाँतले दाँत दुखिरहेको तर आँप पो खान्छ त ल हेलो हिरो तातो छैन बिस्तारै खानु तातो छैन तातो के भन्नु खानु खानु सक्नुपर्छ बस्छ न छाडो जानु पर्ने काट्या खाना बाँकी राख्दैन कस्तो छ माया अङ्कल कस्तो यस्तो घोचो ओ त्यो निकाल्नु न ऊ त्यो घोचो होइन अर्को तल तल हौ तल मर्छ क्या मर्छ सानो मान्छे हेलो गिलास खान्छ ल थोरै तातो गिलास होला कता किन लाग्छ खाउँ सबैले अहिले सकिन्छ खान्छ जस्तो लाग्छ खान्छ त्यसले खाँदैन नि त्यो मलाई पनि हाल्दैन है के खोर्सानी हालिदिन्छु खानु अलि हालिदिनु न निकै कतै यहाँ नुन पर्नु त थिएन आज होइन कान्छी सानोहरूलाई चाहिँ खाना माइलाउँछ कान्छी सानोहरूले चाहिँ खाना खानेमा पकाइदिने बिहान बिहानै जानुपर्ने हो बिहान जानुपर्ने हो र 6 बजे कराउँदै पुग्नु हुँदैन 6 बजे अटो आउँदैन 6 बजे पनि अटो आउँदैन नि सबैले जान्छ अटो पानी त्यति नै जानु त नखोला अटो होइन 5:30 बजे आउनु नि मासु खाए के भयो अब खुन पिच्छे भयो आज जस्तो रमाइलो कहिले होला र मेरो जिब्रा बटारिनु थालेको आमालाई अङ्कललाई थाहा होला र कस्तो छ खुर्सानीले चाहिँ डेटै अफ गर्नु आँट्यो क्या पैसा भन्छ खुर्सानी भन्छ त्यस्तो सिगानै आयो क्या हौ दाजु माथि छ त
हाम्रा आफन्तहरू यस्तो छन् चट्ट बोलाएर खुवाउँछन् स्वाद लाग्छ आज टिपे झ्याप्नुहोस् है झ्यापमा आज कुन चाहिँ जङ्गलतिर बास पर्ने म त थाहा पाउँदिनँ छुट्टीको त भर छैन मलाई रिस उठाएर भने घरबाट ल्याउनु टाइम पाइन्छ छैन एकचोटि ससुरालीमा जङ्गलमा सुतेको खा धेरै दाम अझै खा म खान्छु एउटा त कति बजीसम्म गफ गरेर बसेर त्यतिखेर कस्तो भयो म जङ्गलमा सुतेको स्वाट भइदियो जङ्गलमा बस्यो भने तिनवटा त नभए लुगा ठिक हुन्छ लुगा बोल्ने त्यही हो ले लगाइरहेको छैन कुन्टुलाई बनिएरै हो लुगा पनि कम्पनीमा बनिएको छ स्वाद बनिहाल्छ ठुलो हुन्छ तल होलसेलर दिँदा कि कलिङ भन्नु कलङ्की भएर होलसेलमा पनि कुन्टुलाई ठिक ठिकाउने सर त निक्लिन्छ हेलो हेलो आजकलको नानीहरू 1 वर्षमै हुन्छ है ठिम्सेबाट कम्ती बाटो बाटो छ बाटो मान्छे त्यहाँबाट हिँड्छ होइन अब त छुट्टै हुन्छ कता मलाई साँच्चै लाग्यो क्या तपाईँ धेरै भएको थियो नखाएको त्यही भएर कहाँ तपाईँहरू कति खानै भएको थिएन मैले 2-4 चोटि तानेर खाइसकेँ लौ हेर यस्ता बौला थै यार बत्ती वाला क्या म त पिरो हेलो साथीहरू ल हेर्नुहोस् साथीहरू आज त के बाई बाई भनौँ भन्दा पनि साथीहरूलाई बाई बाई नभनौँ जस्तो हो र कति माया गर त नि सिन्का चाहिँ नले सिन्का खुर्सानी त हाल्ने त्यो उबाट ल्याऊ यो हाल्ने यो खोल्थ्यौ क्षमा हो हजुर म नानी खुवाउँदैछु खुर्सानी हाल्ने थोरै गाह्रो हुन्छ अन्त भाडा हुन्छ छोड्यो ल ल के हाम्रो चाहिँ घर फ्यामिलीहरू चाहिँ यसरी मेरो फेभरेट चाहिँ फेरि आलु हो आलु पाङ्रा हो साह्रै ठिक लाग्छ मलाई त्यो त्यहाँको पाङ्रा आम्मा मर्छु यही बेला बत्ती नआएको आज म फुटाउँछु टाउनु गयो आज म कता कता म हान्छु आज म गएर पनि मान्छे आएन बत्ती नआउने कस्तो भनेको आज दामी छ है दामी सबैजना सलाद पनि दिनु सलाद चाहिँ हामी तल्नु मोबाइल दिनु ल के छ साथीहरू ल है अब यो चाहिँ लास्ट भिडियो लास्ट पार्ट नै यो साथीहरू यस्तो आमा आज त नि रोइला भएको छ त हौ आज
माछा इन्डियन दर खा चालु न उतार्नु पर्छ रोइला आना छ नि त आज केटाहरूले त के हो केटा हो आ त रोइला आना छ त रोइला हानिदिनु हुन्छ सोच्यो बाउला थोरै बोल्ने काममा कामी छ काम गर्ने हो मैले ऊ पाएको छु काममा लगाइदिँदैछु काम गर्छौ त्यता काम गर्छौ काम मैले एउटा फेला पाएँ गर्ने अर्जुनको काम हो पैसा अर्जुनले कति दिन्छ भने तपाईँलाई थाहै छँदैछ पैसा त फाक्कै दिन्छ त्यसले है याद गर्नु के हो हिरो जहाँ थियो पैसा उसले दियो पैसा त अर्जुनले फाक्कै दिन्छ दिएन भने म दिन्छु अर्जुनले अर्जुनको काम होइन दिएन भने म दिन्छु भन्छ तिमीहरू दिन्छौ अर्जुनले विश्वासै लाग्दैन मैले दिँदैन भनेर ल काम गर्छ भने म दिन्छु है साँच्चै हो मैले त्यो मगरलाई भनेको छु त्यसको नम्बर पनि लिएको छु अर्जुनलाई फोन गर्छु अब त फाइनल साथीहरू आजको भिडियो चाहिँ यति नै समाप्त गरौँ किनभने यति नै हो साथीहरू हेर्नु खाइयो पियो मैले चाहिँ मेरो चाहिँ जस्ताको तस्तै छ साथीहरू मेरो फोटो ल भाइ साथीहरू सबैजनालाई तपाईँहरू पनि खानु मन लाग्यो खाएर इन्जोय गर्नु होला अलिकति